समय हुनुहुन्छ? नमस्कार, सन्चै छु बाबु। होइन बाबुलाई त मैले कता कता चिने जस्तो लाग्छ नि। म विशाल काका, तपाईँकै छोरा रामको साथी हो नि। ए विशाल बाबु पो अब धेरै वर्ष भयो के अरे बाहिर बसेको, अनि कसरी ठम्याउनु त? धेरै वर्ष भयो। ल काका राम कहाँ छ नि काका? बिहे पनि गरेछ। जे होस् केटाहरूले गाउँमा भट्टाभट प्रगति गर्न थालेछन्। खै के प्रगति भयो भन्नु बाबु? अब हाम्रो छोरो त ती कतारमा छ, अनि बाबु त अस्ट्रेलिया कि जापान भने होइन। हाम्रो छोरोलाई त कतारमा साह्रै दुःख छ अरे। त्यस्तै हो काका, विदेशमा त सुख भनेको सलाइको काटी बालेर जिउ सेकाउनु जस्तै हो। बरु एकै छा खाएर बाँच्न पाए पनि आफ्नै गाउँ सुख लाग्दो रहेछ काका। बाबुको साह्रै उच्च विचार। ल बाबु हस् काका, अहिले म जान्छु। समय मिलाएर यसो घरतिर आउँला नि। ल बाबु हुन्छ, अरूसँग पनि चिन्जान गर्नु छ। ए हुन्छ बाबु हुन्छ। ल त साउजी, अहिलेलाई म पनि लागेँ। यो चिनीको पैसा चाहिँ खाता ल्याउनुहोस् है। ए ल भइहाल्छ नि काका, म लिएको आउँला। ल ल ल ल ल हस् काका। के हो रमेश बाबु, के भयो? हेर्नु न काका, मेलबाट पिठो पिसाएर लिएर आएको यो नाम्लोले थाम्दै थामेन, चुडिएर बनाइरहेको। अब नाम्लो पुरानो भयो क्या अरे? पुरानै भए पनि काम